अब समय आयो राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। कुन चाहिँ पुलिस र आर्मीले रोक्दो रहेछ रोकेर देखाओस्, म लिएर जान्छु। जागलम कचम कहे नौजवान हो, नौजवान हो, आफ्नै ढङ्गले नयाँ रङ्गले देश श्रृङ्गार नयो। जागलम कचम कहे नौजवान। आउँदैछन् नारायणी खाली गर भन्ने यसको नारा छ र यस्तै र्याली नेपालगञ्जमा, धनगढीमा, बुटौलमा, काठमाडौँमा सबै ठाउँमा तपाईहरुले देखिसक्नु भएको छ र यसमा मूलतः युवाहरू सामेल छन् र यसरी अब यत्रो देशभरि यत्रो जुलुस हुँदा पनि यो केही होइन भनेर कसैले भन्छ भनेदेखि त्यो भुल हुनेछ र यसले चाहिँ नवीन समझदारीलाई शान्तपूर्ण होइन, यसले सोचे जस्तो अनुकूल नबनाउन सक्छ। त्यसकारणले अब ठुला दलका ठुला नेताहरूले यसलाई विचार गर्नुपर्ने समय आइसकेको छ र नवीन समझदारीमा गयो भने त्यो शान्तपूर्ण हुन्छ, गएन भनेदेखि देशभरि जुन किसिमको युवा उत्साह र आम सर्वसाधारणमा राज संस्था पुनर्स्थापना पक्षमा आवाज देखिन थालेको छ, त्यो काठमाडौँमा उत्रिँदाखेरि त्यो सरकारले थामिसक्ने छैन। त्यसै हुनाले त्यो नहुनको लागि शान्तिपूर्ण संक्रमणमा जाओस् भन्ने हाम्रो चाहना हो। हेर्नुहोस् यो काठमाडौँमा अत्याचार आक्रमण बराम अब उठ्ने बेला भयो, जुटा जुटा नेपाली हो, अब जुट्ने बेला भयो, अब उठ्ने। संग्रहालय होइन, अब नारायणी दरबार हो। यो भ्रष्टाचारीहरूलाई हटाउनको लागि मात्र होइन, यिनीहरूलाई पाटा कसेर अब चाहिँ जेलमा नालेसम्म नेपाल र नेपालीको शिर ठाडो नहुने भएको हुनाले हामी